Hello guys. के लु यसो त पछाडो देखिन्छ नि. हेलो गाइस. ला न म त यहाँ लगेको बोल्नु छ नि. हैन के यहाँ इसी भिडियो बनाएको के. वेलकम टु माई ट्युब भ्लग. लुङ्गी लाएर जाँदैछौँ हामी डान्स गरेर. कस्तो नराम्रो देखेको यार म. हेलो गुड मर्निङ आफ्टर लङ टाइम पछि भ्लग बनाउँदैछु. कस्तो भयो त आज कपाल पनि काटिदिएको मैले. या अहिले चाहिँ 11:30 भयो होला. 12 साढे 12 बजेबाट हाम्रो हल बुकिङ छ. हामी हलमा जाने छौँ आज चाहिँ. अनि टाइटलबाट त थाहा पाइसक्नुभयो हजुरहरूले. अहिले चाहिँ देउसी भैलो कार्यक्रम हो. अनि लुङ्गी लगाएर हिँड्दैछ. अनि हलमा गएर मेकअप सेकअप हल्का तयारी गरेर जाने हो. बेलुकीबाट हो प्रोग्राम चाहिँ या साथीहरू. अनि त्यति धेरै त खिच्दैन मैले किनकि आज मैले खिच्न त पाउँदैन. त्यही हो जति खिच्न पाउँछु त्यति यसो रेकर्ड गर्छु मेमोरी हुन्छ. या साथीहरू हेर्दै गर्नु होला. अहिले चाहिँ आन्सी र म घरबाट निस्किसक्यौँ. तर अरू आउने भनेको त्यस्तै हो ढिलै गर्छन् होला. तर हामी चाहिँ टाइममा जानुपर्छ किनकि हल इन्ट्री गर्नको लागि पेपर चाहिन्छ. त्यो पेपर चाहिँ मसँगै छ. म ढिलो गऱ्यो भने फेरि अरूलाई वेटिङमा राख्नु भएन नि त. त्यही भएर हामी जाँदैछौँ. हेर्दै गर्नु होला. या अहिले के गर्छौँ. म बेलुका प्रोग्रामको त खासै मैले भिडियो खिच्नै पाउँदैन भन्ने मलाई 100% थाहा. त्यो आन्सीले जति खिच्छ त्यही हो. अनि अहिले यसो तयारी गर्दा यताउताको यसो देखाउने छु ल है त. अहिले हामी चाहिँ तयारी कक्षमा छौँ साथीहरू. यहाँ केटीहरू तयारी हुँदैछन्. नमस्ते गरिदिनु मान्छे यता हेर्नु न. हेलो. संसारको भलक बनाउनु के लो बनाऊ है. तिम्रो भ्लग त कति के सब्सक्राइबर छैन र? छैन तुकी मात्र हो. अनि ल बनाऊ छिटो. खै. हेलो एभ्रिवान. हेलो यहाँ मेरो मलाई नि देखाऊ. यहाँ चाहिँ हाम्रो च्यानलको मालिक हुनुहुन्छ साउ. कपाल बनाउनु भन्नु त्यस्तो नभन्नु न. अनि हामी चाहिँ रेडी हुँदैछौँ भैलोको लागि. यहाँ पनि मेकअप गर्दै हुनुहुन्छ. तपाईँ आफै मेकअप आर्टिस्ट हुनुहुँदो रहेछ त. किन होला नि. हेलो नमस्ते. सन्तोषको च्यानलमा स्वागत छ. धन्यवाद हजुरलाई. अनि हामी चाहिँ रेडी हुने गाइस हो. यहाँ सबै ज्याला भित्र कस्तो फर्स्ट टाइम हो यस्तो समातेको. गोप्रो हो यो नाम. गोप्रो हो कि हो र सन्तोष? गोप्रो के हो र यसको नाम? गोप्रो नि. यस्तो पो हुने रहेछ गोप्रो. हेलो वेलकम टु सन्तोषको च्यानल भेना. हेलो. भैलो कस्तो लागिरहेछ? भैलोको लागि कतिको तयारी हुँदैछ. हाम्रो वनमा फुले डान्स आउँछ. कृपया हेरिदिनु होला. के हो र नै बोल्छौ तिमी? वेलकम. हेलो. हाम्रो फर्स्ट टाइम है फोन कल. लाइक एन्ड सब्स्क्राइब ओके. हाम्रो फर्स्ट टाइम है फोन कलमा त भैलो हैन. हामी सबैको फर्स्ट टाइम हो. बन्द भयो यो त. यो गाइस अब चाहिँ हाम्रो भैलोको लागि रेडी हुँदैछ. हुन्छ. म यहाँ कपाल बनाउँदैछु. ल्यान्सी डोरी माथि बाटो त्यो स्वागत छ सन्तोषको च्यानलमा. हेलो. ह्याप्पी तिहार एभ्रिवान. अब चाहिँ हामी रेडी भएर अहिले पछि सन्तोषले फेरि बनाउँछ नि. यहाँ शर्मिला दिदीले मेकअप गर्दै हुनुहुन्छ. कस्तो बेलुकाको लागि राम्रो न दिउँसो त. भाइरल डान्सर रेजिना मगर. नेचुरल हो कि भाइ नेचुरल. यता हुनुहुन्छ हाम्रो मेकअप आर्टिस्ट पबी. मिस पबी है हजुर. मिस पबी. ल रेडी हुन्छ नि लक्ष्मी. जब रेडी भयो हुन्न म यस्तै जाने हो. प्लिज.
हेलो दाजु बहिनी उतुकी लान्दिएको छु म अलि यहीँबाट नहिजो हुन्छ अलि टाढाबाट के जुम गर्न मिल्न र सन्त र मिल्न पो भिडियो गर्दा गरिदिने र जुम त ल दाजु बहिनीको जुम भयो अहिले भिडियो नहेचिकन जुम गर्दै बस्दै रहेछ उतै ठुलोले भने नि हुन्छ सम्झिनु के रे छैन के भेट्नु गरे भेट्दा यो त पटल नलाइदो रहेछ है लाइन न नलाइदो रहेछ कि नलाइदो रहेछ खोल्नु न ए खोल्नु र निकाल्नु होइन कि मोबाइलमा त टिटो हाल्ने त कहाँबाट हो त मात्र हुन्छ र छिटो अनि मेरोबाट खिचिदिनु हुन्छ ल म खिचिदिन्छु टिकटा बनाउँदैन हुन्छ अहिलेको ताजा अपडेट म रेडी भइसकेँ मेकअप चाहिँ प्रविधिले गरिदिनु भएको आज कानमा लाउनु बाँकी छ आजको आउटफिट चाहिँ मेरो यो फर्स्ट गीतको लागि यो भाङ्ला भोटो कालो स्टकोट कछाट छ अनि त्यही हो हामीले कति धेरै टिकटक बनायौँ यहाँ हाम्रो प्रसिम बहिनी हुनुहुन्छ हाम्रो मेकअप म्यान वाउ मिस पाउदा धन्यवाद या अनि अरू को हुनुहुन्छ त्यहाँ प्रविधि यहाँ हेलो दिदी हेलो सृजना हेलो अनि म हजुरहरूलाई एउटा स्पेसल पर्सनलाई देखाउँदैछु यहाँ हेलो 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 मेरो साली मेरो आफ्नै साली साङजाली साली नमस्ते साली कति राम्री देखेको आमा अनि हाम्रो भेना हेलो भेना अनि यहाँ सुनारीको हिरोनी हेलो सुनारीको हिरोनी अनि के अरे के खर गरे ए चिलाउने खर हिरोनी हेलो मिक्स पर्व आज नि दिदी भएन तपाईँ निहंगो दे moi yo hello golden hello ये के golden मलाई नि देऊ न नमस्ते golden दामी हाय golden थ्यांक यू बोल न अनि नाकोली छ कि छैन छ छ यहाँ गेम खेल्दैछ हेलो के हेलो उई गर्दैन मलाई किन्दियो अन्त गर्दैन अन्त आज चाहिँ म यस्तो लगाएको छु ल है गर्दैन कस्तो लाग्यो मलाई गर्दैन आज राम्रो थ्यांक यू ल भयो गरिदिने यति अतो देने
ल अब अहिलेको क्लिक चाहिँ मेरो गर्दैन हेलो गर्दैनले खिचिदिएको थ्याङ्क यू ल बाई बाई हेलो साथीहरू अब हामी चाहिँ बल्ल 12 बजे आएको 4:30 भयो अहिले फाइनल तयारी भइसक्यो अब हामी हिँडेको के हो यो What's this? ल अब चाहिँ चल्देको ल अहिले चाहिँ 4:46 भयो अहिले हामी स्टेसनमा आएको छौँ Gadden, say hi. Hello. Again to the show car. Yes. ल है त फाइनल्ली बल्ल त अलि ढिलो भयो हामी त साथीहरू त्यसको लागि सरी अहिले चाहिँ हामी यहाँ आइपुगेका छौँ अहिले चाहिँ फाइनल लोकेसनमा आइसकेका छौँ डेकोरेसन हुँदैछ साथीहरू एउटा जादु खिच्ने भनेको हेर दुईजनालाई चटक्की दुईजनाको अहिले चाहिँ यहाँ पुरा हामीलाई भन्थ्यो के छ साली खबर म त भोले मर्नु लाएर मैले उद्घाटन गरेको के ल अब गर्दैन तपाईँ नै न नरान्दे अब यहाँ लाइन बसी खान म फर्स्ट भयो के सुरु हुन लागिसक्यो सुरु हेर्नु न भोग लाएर के म त लाइन बस्दैछ ल ल ल ल है त मैले खाएँ कसैलाई हेलो हेलो यो मान्छेले के हैन थोरै मरै खाँदैन यता पनि खाइ पनि हेर्नुपर्छ त्यस्तो हो के म त भोले मर्न लाएर के म त अरू हुँदैन अझै कतिचोटि थप्ने हो यतिले अन्त यतिले हुन्छ र अलि हुँदैन म ल्याइदिन्छु फेरि त्यो वेट काम पनि गर्ने छ कोहीलाई पनि नकुर्ने हो कि म त खाएँ भोले मरेको ल्याइदिन्छु हेलो जी हेलो 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 जी हेलो हेलो त एक्लै बजाइसकेछ हैन कुट्यो हामी बस्ने ठाउँमा हेलो हेलो आएको दिदीहरु पुगिसक्यो नि त हालेको छैन नि हालेको छैन नि भरे एकाउन्टमा एकाउन्ट त त्यो हेलो 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 लाइन बस्नु क्या लाइन बस्नु हो के किन पर त्यत्रो धेरै जना छ अनि किन अहिले भागो यति हो के रे यहाँदेखि परे छैन हेलो हेलो सर हेलो अरू यही भारै छ के बिचरा हैन म त बिहानबाट केही नै आएन नि देखिको धुन होला बिहानदेखिको हो क्या मर्न लाएर हो क्या सोल्टी पानी सबै ल्याउन पर्यो नि त अनि गाह्रो पनि मलाई कपाल
दिदी लिएर दिदीहरुको हैन यता भ्याइयो गाइस यत्रो भोरी भोरी ल्यान्छ नि भ्याइयो यहाँ नि भ्याइयो यति भ्याइयो थियो नि यति धेरै थियो बेजेट भयो आएको रेडी है गाइजहरु अब फर्स्ट डान्स हुँदैछ हाम्रो हेलो के हो थुतुन नि उस जस्तो देखेन त्यो प्रतीक यता हेर्न प्रतीक भला जस्तो ए भगवान भैँसीले किन घाँस खान्छ र भने जस्तो भयो हेलो प्रतीक भाइ प्रतीक ए भगवान भैँसीले किन घाँस खान्छ र भा खाए हुन्न र छि तपाईँ त बङ्गुर भन्दा नि घिलाउँदैन भयो आजको विशेष यो भैलो भन्ने कार्यक्रम चस्मा मान्नुपर्ने प्रतीक के अरे भाइ प्रतीक हैन प्रतीक म तिमीलाई माया गर्छु ल प्रतीक हेर्दैछु भने मलाई आई लभ यु टु भनेर देखाइदेऊ प्रतीक धेरै धेरै धन्यवाद आजको हाम्रो यो कचेरी कार्यक्रम उद्घाटन भइसकेको छ सबैजना आफ्नो स्थानमा बस्दिनु होला धेरै धेरै धन्यवाद अब हामी हाम्रो पुर्कुला जापान सांस्कृतिक समूहका कलाकार भाइ बहिनीहरुको दमदार प्रस्तुति त छँदैछ यहाँहरुको त्यो प्रस्तुतिहरुलाई पनि हामी साथीहरु अहिले चाहिँ हामी घर फर्किन लाग्छौं अनि अहिले स्टेसनमा छौं अनि आजको प्रोग्राम पनि भ्यायो भिडियो चाहिँ एकदम छोटो भएछ होला त्यो यहाँ म मेरो साली नि हाल्छु हेलो साली मेरो आफ्नै साली हाई हेलो सिला बहिनी बाइ बाइ